बजेलाई फोन गर्नु पर्यो आज कहाँ गयो कनि दारु खाना बोलाउनु पर्यो रोक्न हेलो चुस्ते त कहाँ छेस यहाँ दारु खाना आइज त फोन आयो काई साहबको फेरि हेलो काई साहब कहाँनिर 10 गतेमा अघिदेखि राति गएको त्यही भएर म पनि पछि पछि आएको थिएँ एक ट्याक छ ल काई साहब म पनि आइहालेँ एक ट्याक छ भने त आइ काई साहब आइसकेँ म आइसकेँ हेसम पनि भइएको छ नि एक प्याक भयो भने आज खाइन्छ मत गरिन्छ जसरी भए पनि आहा सिलिपिटी हेर्न पर्छ मेरो भतिजो हो काई सब चुस्ते त ऊपर आएछ सिलिपिटी खेल्नमा ऊपर हो तिमीहरू दुईजना गएर लिएर आउँदा त्यसलाई समातेर लिएर आऊ हिजो त डन्डी त आज बन्दुकै छ आज मर्छ बन्दुकले होइन काइसा थिएन होला न काइसा छैन काइसा यहाँ बस्ने यहाँ बस्यो हिजो के गाई साहबले मुख छाड्दै हिँड्दैन मलाई किन मुख छाड्दै कुदेको होइन मलाई काइसा किन मुख छाड्दै कुदेको होइन साहब काइसा म कहाँ मुख छाड्नु त अगाडि गएर बस्दा यसलाई अलिकति हल्लियो कि ठोकिहाल बन्दुक चाहिँ मुनि गरेको हुन्छ काइसा त्यसै राख पड्किन्छ मुनि गर्ने बन्दुक हुन्थ्यो नि त बुइबेर त किन हिजो मुख छाड्दै भागेको भागिन काइसा म ती बटेर बसिरहेको थिएँ भाग्दैनस् ओ यो पेचेलाई सोधिन् त पेचे त्यत्रो परसम्म खोज्न गएको म लुकिरहेको थिएँ बटेर काइसा हो पेचे गाई साहब मैले देखिनँ कहाँ भाग्यो होइन काइसा म भागिन काइसा त मलाई नामाथारी भन्दै भागिस् होइन नि काइसा उठौँ काइसा म उठ्छेस् यहाँ भाग्न खोज्दैछेस् भाग्दिनँ काइसा भाग्दिनँ यसलाई उदो मुन्टो बनाएर राख त होइन काइसा हुँदैन नि त्यस्तो उता मुन्टो छिटो त्यहाँ उता मुन्टो उदो मुन्टो लगा तँलाई गुपुस्ने हातलाई ल्याम्मै देऊ अरे के भन्छ हेर्नु त गाई साहब के भनेको काइसा बेला उदो मुन्टो लाउँछु भन्छ त अनि तँलाई त उदो मुन्टै लाउनु पर्ने हो क्या खासमा होइन नि काइसा त्यसो नगर्नु न होइन गाई साहब बेला झुन्ड्याउनु पर्छ हुँदैन ए चुस्ते भाले भन्छ नै काइसा भाले त भन्दिनँ म गाई साहबले भनेको मान्दैन भन्छु यतिकै बस ल काइसा कानसम्म त चुस्ते उठ अब भयो खोइ काइसा पनि एक प्याक छ भन्नुभएको होइन ब्याग त म तल राखेर आएको छु म्यामले जाउँ न त काइसा खाइ जानु जाउँ ल जाऊ यसलाई पकड पकड पक्नु पर्दैन अब म गइहाल्छु नि भाग्छ यो एकछिन रोकेर अब अगाडि छोड न म हिँड्छु यसलाई झुन्याएर लिएर होइन झुन्याएर म हिँड्छु काइसा तपाईँलाई म यहाँनिर नि खतरा गुफा छ म खतरा त
तपाईँ नि ढुङ्गाको ओडारमा मादल बच्छ त्यहाँ म तपाईँलाई देखाउँछु आउनु त लु ओके चुस्टे बच्चा हो नि काई साहब यहाँ आउनु त म तपाईँलाई ढाँटेको त होइन नि ढाँटेको होइन काई साहब आउनु त यहाँ यहाँ ल आउनु, ल ल ल यहाँ छ यहाँ छ काई साहब यहाँ यहाँ हेर्नु। ल यहाँ हेर्नु त काई साहब यो ढुङ्गा तुङ गर्छ ल यहाँ हेर्नु ल यो ढुङ्गामा यहाँ सुन्नु ल ल तुङ देख्नु काई साहब अम्मा खतरा बज्यो। पहिलो पल्ट है तैँले नढाँटिकन भनेको एक प्याक खानु त काई साहब लु अब एकछिन पक यो खुसियालीमा ल ल ल ल खाइदिउँ त लु छिटो मुक्तेर खाएको ल ल एकछिन ल पक खाइहालौँ ल काई साहब विषय लाग्यो भने तपाईँ त्यहाँ गएर पछि हेर्नु त विषय छ कि छैन लाग्दो रे गरेर बजा त काई साहब बच्छ त बच्च बच्छ ए ल तपाईँ पछि हेर्नु लु चित्ता बुझेन भने ढाँटेको जस्तो लाग्छ हो रहेछ चुस्टे हो नि टङटाङ्गे गुफा भन्छ काई साहब यसलाई हो टङटाङ्गे 10 गतेको मुनिको मलाई थाहा थिएन ए अहिले भयो राम्रो काम गरेको अनि काई साहब खाम न लु छिटो ढिलो भइसक्यो माथि के काम छ प्याक त कहाँ राख्यौ तिमीहरूले काई साहब माथि नै राख्यौँ नि हामीले त माथि नै राख्यौ अनि माथि नै छोड अरे होइन काई साहब मलाई चाहियो नि अब जुम माथि नै त्यो प्याक खाना खोइ त्यो चुस्टे बच्चा कता गयो छैन त खोइ कहाँ गयो काई साहब कुमाइदि रहेछ चुस्टे त काई साहब मलाई एक प्याक दिनुहुन्छ कि तपाईँ यहाँ उफ्रेर मर्दिन्छु ओए त झर्छस् कि आदिम कैसा अनि मलाई एक प्याक चाहियो तल झार म उफ्रिन्छु काई साहब म त चाहियो मलाई एक प्याक यहाँ मर्छस् त्यहाँबाट छिटो। बिज्या धरेर म त चाहियो एक यसलाई लिनु जानु पर्यो होइन म बन्दुक पनि म आउँछु एक प्याक चाहियो मलाई छिटो आइज लु आइज बाबा आइज काई चाहिँ कहाँ भएको त मलाई चाहियो एक प्याक चाहियो नि काई साहब एक प्याक काई साहब ल एक प्याक। माथि छ तल माथि छ नि माथि माथि त्यसलाई समातेर ल्याऊ। भयो केटा अब